नमस्कार साथीहरू, आजको यस प्रेजेन्ट मैले नयाँ युट्युब च्यानल बनाउन सिकाउन जाँदैछु। युट्युब च्यानल बनाउनको लागि सबभन्दा अगाडि युट्युब एप ओपन गर्नु होला। यस्तो खालको इन्टरफेस आउँछ। त्यसपछि तल यो लोगोको आइकन रहेको छ। युट्युब च्यानलको लोगोको आइकनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि चाहिँ यो आइकनमा मैले यहाँ टिक लगाएको छु। यो आइकनमा क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ स्विच अकाउन्ट भन्ने अप्सन रहेको छ। यो स्विच अकाउन्ट भन्ने अप्सनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि हजुरको मनमा जतिवटा पनि इमेल आइडी छ यानि कि युट्युब च्यानल छ देखाउँछ र यो प्लसको आइकनमा क्लिक गर्नु होला। प्लसको आइकनमा क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। आफ्नै चाहिँ यहाँ मोबाइलको हाल्नु होला, फिङ्गर प्रिन्ट हाल्नु होला। फिङ्गर प्रिन्ट छ भने फिङ्गर प्रिन्ट नत्र पासवर्ड हाल्नु होला। यस्तो खालको इन्टरफेस आउँछ। त्यसपछि यो हालिसकेपछि यहाँ देख्न सक्नुहुन्छ क्रिएट अकाउन्ट भन्ने अप्सन रहेको छ। क्रिएट अकाउन्ट भन्ने अप्सनमा क्लिक गर्नु होला। क्रिएट अकाउन्ट भन्ने अप्सनमा क्लिक गरिसकेपछि फर माई पर्सनल भन्नेमा क्लिक गर्नु होला। त्यसपछि आफ्नो युट्युब च्यानलको नाम यानि कि इमेल आइडीको नाम जे हाल्न चाहनुहुन्छ हाल्नु होला। मैले चाहिँ हालेर नेक्स्टमा क्लिक गरिदिन्छु। नेक्स्टमा क्लिक गरिसकेपछि यहाँ डेट अफ बर्थहरू हाल्नुपर्ने हुन्छ, हाल्नु होला। यहाँ चाहिँ सबै यहाँ फिल गरिसकेपछि यो नेक्स्ट वाला अप्सन रहेको छ। नेक्स्ट वाला अप्सनमा क्लिक गर्नु होला। नेक्स्ट वाला अप्सनमा क्लिक गरिसकेपछि एउटा यहाँ जिमेल आइडी क्रिएट गर्नुपर्ने हुन्छ। त्यसैले यहाँ कुनै पनि एउटा नाम लिएर जिमेल बनाउन सक्नुहुनेछ हजुरहरूले। यहाँ चाहिँ मैले आफ्नो जिमेल आइडी बनाइसकेको छु। त्यसपछि नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गरिसकेपछि अभाइलेबल छ भनेर केही छैन। यसमा चाहिँ हजुरले आफ्नो पासवर्ड क्रिएट गर्नुपर्ने हुन्छ। मैले चाहिँ एकदमै पावरफुल पासवर्ड क्रिएट गरिसकेको छु। त्यसपछि यो नेक्स्ट वाला अप्सनमा क्लिक गरिदिनु होला। यो तलको आइकनमा नेक्स्ट रहेको छ, यसमा चाहिँ हजुरले क्लिक गरिदिनु होला। क्लिक गरिसकेपछि केही लोडिङ लिन्छ। लोडिङ लिइसकेपछि यसमा पासवर्ड सेभ गरेर राख्नु होला आफ्नो। त्यसपछि फेरि नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा यो तलको आइकनमा रहेको नेक्स्ट वाला अप्सनमा क्लिक गर्नु होला। त्यसपछि तल आउनु होला। तल आइसकेपछि आई एग्रीमा क्लिक गर्नु होला। मैले सिम्पली यहाँ आई एग्रीमा क्लिक गरिदिन्छु। त्यसपछि एउटा हजुरको जिमेल आइडी बनेको हुन्छ। अब चाहिँ हाम्रो युट्युब च्यानल क्रिएट गर्ने पालो रहेको छ। तपाईँहरूको एउटा फ्रेस जिमेल आइडी त बनिसकेको छ। अब हामी युट्युब च्यानल क्रिएट गर्न चाहन्छौँ। देख्न सक्नुहुन्छ हाम्रो यहाँ नयाँ युट्युब एउटा जिमेल आइडी एड भइसकेको छ। मैले यो वालामा अहिले भर्खरै बनाएकोमा सिलेक्ट गर्छु। सिलेक्ट गरिसकेपछि यस्तो खालको इन्टरफेस आउँछ हजुरहरूकोमा पनि। यहाँ केही लोडिङ लिइरहेको छ। यस्तो अप्सन आइसकेपछि चाहिँ यो मैले यहाँ देखाएको छु क्रिएट च्यानलमा, यो क्रिएट च्यानल भन्ने अप्सन छ। यसमा चाहिँ हजुरले सिलेक्ट गर्नु होला। सिलेक्ट मतलब क्लिक गर्नु होला। क्लिक गरिसकेपछि चाहिँ यस्तो खालको इन्टरफेस आउँछ हजुरहरूकोमा पनि। त्यसपछि यस्तो खालको इन्टरफेस आउँछ र यहाँ हजुरले देख्न सक्नुहुनेछ यो माथिको सबैभन्दा एकमा प्रोफाइल भनेको अप्सन छ। यसमा हजुरले आफ्नो युट्युब च्यानलको प्रोफाइल हाल्नुपर्ने हुन्छ। यहाँ हेर्नुहोस् मैले सिम्पली एउटा आफ्नो फोटोलाई हालिदिन्छु। यहाँ ग्यालेरीमा यहाँ हेर्नुहोस् यो ग्यालेरी भन्ने अप्सन रहेको छ। यसमा हजुरले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि हजुरको ग्यालेरीमा जति पनि फोटो रहेको छ सबै देखाएको हुन्छ। त्यसमध्ये नै हजुरले कुनै पनि सिलेक्ट गरेर आफ्नो लोगो लगाउन सक्नुहुन्छ। जस्तै मैले सिम्पली यस फोटोलाई यहाँ लोगोको रूपमा मैले लिएँ र यसमा भइसकेपछि चाहिँ हल्का आफ्नो यहाँ एडजस्ट गर्नु होला आफ्नो लोगोलाई चाहिँ। यति भइसकेपछि चाहिँ तल रहेको छ सेभ अफ प्रोफाइल भन्ने, प्रोफाइल पिक्चर भन्ने छ र त्यसमा हाम्रो चाहिँ सेभ भइसकेको छ। अब चाहिँ हजुरले आफ्नो युट्युब च्यानलको नाम चाहिँ राख्नुपर्ने हुन्छ। सिम्पली म चाहिँ युट्युब च्यानलको नाम राखिदिन्छु पेन्सिलको आइकनमा। तल ह्यान्डल पनि रहेको छ, ह्यान्डल राख्नु पर्दैन। हजुरको नाम चाहिँ यहाँ हाल्नु होला। सिम्पली मैले नाम हालिसकेपछि सेभको आइकनमा क्लिक गर्नु होला। तल हेर्नु हाम्रो चाहिँ ह्यान्डल एक्जिस्ट छ। यो नामबाट चाहिँ कसैले पनि युट्युब च्यानल बनाएको छैन। ह्यान्डल यानि कि ठिक छ। त्यसपछि यो क्रिएट च्यानल भन्ने छ, यसमा चाहिँ हजुरले क्लिक गरिदिनु होला। क्लिक गरिसकेपछि केही गर्नु पर्दैन। हजुरको एउटा चाहिँ युट्युब च्यानल चाहिँ क्रिएट भइसकेको छ सक्सेसफुली। तर यसमा चाहिँ अझै प्रोफेसनल तरिकाले युट्युब च्यानल क्रिएट भएको छैन। यसमा चाहिँ 10% मात्रै अझै हाम्रो काम भएको छ। त्यसको लागि चाहिँ सबैभन्दा अगाडि पहिला च्याट जिपिटीमा आउनु होला। च्याट जिपिटीमा आइसकेपछि हजुरले एउटा नयाँ च्याटमा ओपन गर्नु। त्यसपछि यहाँ मैले जुन लेखेको छु त्यहीमा चाहिँ हजुरको क्याटेगोरी अनुसार नै यहाँ लेख्नु होला। जस्तै मैले ब्लग लेखिरहेको छु, यहाँ एउटा प्रोम्प्ट चाहिँ म बनाउनु छु। सिम्पली मैले एउटा प्रोम्प्ट बनाइसकेको छु। मैले चाहिँ यहाँ ब्लग लेखेको ठाउँमा हजुरले टेक पनि लेख्न सक्नुहुनेछ। त्यसपछि यसमा आइकनमा क्लिक गर्नुहोस्। त्यसपछि हजुरलाई यहाँ एउटा च्याट जिपिटी युट्युब च्यानल डिस्क्रिप्सन चाहिँ बनाएर दिन्छ। यसलाई चाहिँ हजुरले कपी गरेर आफ्नो युट्युब च्यानलको डिस्क्रिप्सनमा हाल्न सक्नुहुन्छ। जस्तै म यसमा सिलेक्ट गरेर यहाँ तलै मैले कपी गरेर चाहिँ कपी गर्छु। त्यसपछि म ब्याक आउँछु। ब्याक आएर युट्युब च्यानलमा जान्छु। युट्युब च्यानलमा गइसकेपछि चाहिँ
यो पेन्सिलको आइकन रहेको छ र डिस्क्रिप्सन भन्ने अप्सन छ, यसमा चाहिँ हजुरले क्लिक गर्नु होला। त्यसपछि चाहिँ यसमा क्लिक गरेर यहाँ आएर पेस्ट गरिदिनु होला। त्यसपछि यहाँ हजुरका हल्का बिग्रेको हुन्छ, अघि नै एडजस्ट गर्नु होला, हल्का यहाँ तल ग्याप राखिदिएर यसमा पनि मैले ग्याप राखिदिएर हल्का एडजस्ट गर्छु। त्यसपछि यो सेभवाला आइकन रहेको छ, सेभवाला आइकनमा क्लिक गरेर चाहिँ मैले सेभ गरिदिन्छु। अब चाहिँ हाम्रो युट्युब च्यानल चाहिँ क्रिएट भइसकेको छ सक्सेसफुली, तर अझै यसमा काम बाँकी छ। त्यसको लागि चाहिँ अब हजुरहरूले ब्याक आउनु होला। देख्न सक्नुहुन्छ हाम्रो डिस्क्रिप्सन पनि लागिसकेको छ। अब ब्याक आउनु होला। सिम्पली चाहिँ ब्याक आइसकेपछि चाहिँ हजुरले आफ्नो मोबाइलमा क्रोम ब्राउजर भन्ने एप हुन्छ एउटा, सबैको मोबाइलमा हुन्छ, यसलाई चाहिँ ओपन गर्नु होला। क्रोम ब्राउजरलाई ओपन गरिसकेपछि चाहिँ हजुरले यहाँ सर्च हान्नु होला www.youtube.com भनेर। म सिम्पली www.youtube.com भनेर सर्च हान्छु। सर्च हानिसकेपछि हजुरको यस्तो खालको इन्टरफेस आउँछ, सेम युट्युबको जस्तै खालको इन्टरफेस आउँछ। त्यसपछि तर यस्तो खालको इन्टरफेस आइसकेपछि माथि एउटा कुनामा एउटा हजुरले देख्न सक्नुहुनेछ युट्युब च्यानलको लोगो रहेको छ, त्यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि स्विच अकाउन्ट भन्नेमा क्लिक गर्नु होला। स्विच अकाउन्टमा भन्नेमा क्लिक गरिसकेपछि हजुरको मोबाइलमा जति पनि अकाउन्टहरू रहेको छ सबै देखाउँछ। हामीले भर्खरै बनाएको अकाउन्टलाई चाहिँ म सिलेक्ट गर्छु। यहाँ चाहिँ सिलेक्ट गरिसकेपछि हजुरको यस्तो खालको इन्टरफेस आउँछ, जस्तै सेम अघि नैको जस्तो इन्टरफेस आउँछ। तर यहाँ अब फेरि हजुरले माथिको लोगोको आइकनमा क्लिक गर्नु होला। यो माथि रहेको छ अघि नैकै लोगोको आइकनमा क्लिक गर्नु होला। त्यसपछि भ्यू च्यानल भन्ने अप्सनमा क्लिक गर्नु होला। भ्यू च्यानल अप्सनमा भनेपछि चाहिँ कस्टम च्यानल भन्नेमा रहेको छ, कस्टमाइज च्यानल भन्ने छ। कस्टमाइज भन्ने च्यानलमा चाहिँ हजुरले क्लिक गर्नुपर्ने हुन्छ। सिम्पली म चाहिँ क्लिक गरिदिन्छु। क्लिक गरिसकेपछि अटोमेटिक युट्युब स्टुडियोमा लगिदिन्छ। त्यसपछि यो वाला अप्सनमा क्लिक गर्नु होला, जस्तै म टच क्लिक गरिदिन्छु। क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ यस्तो खालको हाम्रो इन्टरफेस आएको छ। यहाँ केही लोडिङ दिँदैछ किनभने मेरो नेट स्लो छ। त्यसपछि कन्टिन्यू भन्ने अप्सनमा क्लिक गरिदिनु होला। कन्टिन्यू भन्ने अप्सनमा क्लिक गरिसकेपछि यता चाहिँ हाम्रो कुनामा एउटा पेन्सिलको आइकन रहेको छ, त्यसमा चाहिँ हजुरले क्लिक गरिदिनु होला। सिम्पली म चाहिँ यहाँ क्लिक गरिदिन्छु। क्लिक गरिदिइसकेपछि चाहिँ हजुरले एउटा आफ्नो यहाँ युट्युब च्यानलमा बोइमहरू लगाउन सक्नुहुनेछ, जस्तै अरू फेसबुक, इन्स्टाग्राम जस्ता आइडीहरूको पनि यहाँ लिङ्क गर्न सक्नुहुन्छ। जस्तै म फेसबुक लेखिदिन्छु, त्यसपछि ब्याक आउँछु र म आफ्नो फेसबुक आइडीमा आउँछु। फेसबुकमा आइसकेपछि म प्रोफाइल अप्सनमा क्लिक गर्छु। प्रोफाइल अप्सनमा क्लिक गरिसकेपछि चाहिँ सिम्पली चाहिँ यो यस्तो खालको इन्टरफेस आउँछ। त्यसपछि यो माथि थ्री लाइनको अप्सन रहेको छ, यसमा चाहिँ हजुरले क्लिक गर्नु होला। सिम्पली म चाहिँ क्लिक गरिदिन्छु। क्लिक गरिसकेपछि तल आउनु र तल आइसकेपछि कपी लिङ्क भनेको छ, कपी लिङ्क भन्ने अप्सनमा हजुरले क्लिक गरिदिनु होला। कपी लिङ्क भन्ने अप्सनमा क्लिक गरिसकेपछि कपी हुन्छ र यसमा आएर चाहिँ ब्याक आएर चाहिँ यसमा पेस्ट गरिदिनु होला। माथि सेभको आइकन रहेको हुन्छ, त्यसमा चाहिँ हजुरले सेभ गरिदिनु होला। पब्लिक भनेको हुन्छ, पब्लिक क्लिपमा क्लिक गरिसकेपछि यहाँ हजुरले अरू पनि इन्स्टाग्रामको पनि लिङ्क गर्न सक्नुहुन्छ। मैले चाहिँ अहिले फेसबुकको मात्र लिङ्क गरेर देखाएँ। त्यसपछि चाहिँ हजुर यो हाम्रो सेटिङको आइकन यो यतापट्टिको अप्सन रहेको छ, यतापट्टिमा आएर चाहिँ यो वाला अप्सनलाई चाहिँ अन गरिदिनु होला। यसलाई पनि अन गर्नु एकदमै जरुरी छ। त्यसपछि पब्लिक भन्ने अप्सनमा क्लिक गरिदिनु होला। पब्लिक भन्ने अप्सनमा क्लिक गरिसकेपछि अब चाहिँ हाम्रो मेन सेटिङ रहेको छ, हाम्रो लगभग हाम्रो चाहिँ अब कम्प्लिट हुन लागिसकेको छ। यो सेटिङको तल आइकनमा सानो खालको सेटिङको आइकन रहेको छ, यसमा चाहिँ क्लिक गरिदिनु होला। क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। हजुरको यसमा केही काम छैन। यो च्यानल भन्ने अप्सन रहेको छ, च्यानल भन्ने अप्सनमा आइसके क्लिक गर्नु होला। यसमा चाहिँ हाम्रो काम छ। त्यसपछि यहाँ हजुरले आफ्नो कन्ट्री यहाँ सिलेक्ट गर्ने भनेको हुन्छ, जस्तै आफू बस्ने देशको चाहिँ यहाँ चाहिँ नाम हान्ने भनेको छ। मैले चाहिँ यहाँ धेरै यहाँ देख्न सक्नुहुन्छ, धेरै मैले चाहिँ यहाँ कन्ट्रीहरू देखेको छु। म चाहिँ नेपालबाट रहेको छु, त्यसैले म यसमा नेपाल सिलेक्ट गरिदिन्छु। त्यसपछि हजुरले यहाँ चाहिँ युट्युब च्यानल रिलेटेड किबोर्डहरू हाल्नुपर्ने हुन्छ। जस्ट म चाहिँ यहाँ किबोर्डहरू हालिदिन्छु एक दुईवटा। जस्ट मैले एक दुईवटा यहाँ किबोर्ड हालिसकेपछि यो सेभवाला अप्सनमा क्लिक गर्नु होला। सेभवाला अप्सनमा यो क्लिक गरिसकेपछि फेरि त्यही सेटिङको आइकनमा आउनु होला। सेटिङको तल यो सेटिङको आइकनमा आउनु होला। फेरि नै सेटिङको आइकनमा आइसकेपछि फेरि त्यही च्यानलवाला अप्सनमा आउनु होला। त्यसपछि च्यानलवाला अप्सन आइसकेपछि यो सेकेन्डवाला अप्सनमा क्लिक गर्नु होला। यसमा चाहिँ हजुरले नोमा क्लिक गरिदिनु होला। यदि हजुरले बच्चा-बच्चीको बालबालिकाहरूको लागि भिडियो बनाउँदैछ भने यसमा क्लिक गर्नु होला। त्यसपछि सेभमा क्लिक गरिदिनु होला। सेभमा क्लिक सेटिङमा आउनु होला। सेटिङमा आइसकेपछि
च्यानलमा आउनु होला। च्यानलमा आइसके लास्ट वाला अप्सनमा आएर चाहिँ हजुरले युट्युब च्यानल भेरिफाई गर्न सक्नुहुनेछ आफ्नो मोबाइल नम्बर हालेर। अहिले चाहिँ मैले यसलाई रन दिएँ, म रन दिन्छु। अहिले चाहिँ गर्न चाहेन मैले भेरिफाई, किनभने अहिले मेरो हजुरलाई सिकाउनको लागि मात्रै हो। यो तलको अप्सनमा आउन, त्यही च्यानलको तलको अप्सनमा आइसकेपछि यसमा यो सेलेक्ट गर्नु होला। अनलिस्टेड भनेको छ, अनलिस्टेड भनेको अप्सनमा क्लिक गर्नु, यता आउनुहोस् र यता आइसकेपछि हजुरले यसमा सिलेक्ट गर्नु होला। यसमा चाहिँ हजुरले युट्युब च्यानलको क्याटेगोरी सिलेक्ट गर्नुपर्ने हुन्छ। जस्तै मेरो फुटबल एन्ड भ्लग रहेको छ, त्यसपछि यसमा हजुरले आफ्नो कुन ल्याङ्ग्वेजमा भिडियो बनाउनुहुन्छ त्यही ल्याङ्ग्वेज चाहिँ सिलेक्ट गर्नु होला। जस्तै म नेपाली ल्याङ्ग्वेजमा भिडियो बनाउन चाहन्छु, म चाहिँ नेपाली ल्याङ्ग्वेज यहाँ चाहिँ सिलेक्ट गरेँ। सिम्पली सिलेक्ट गरिसकेपछि यसमा चाहिँ यो वालामा अप्सनमा क्लिक गर्नु होला। त्यसपछि सेभ वाला अप्सनमा क्लिक गर्नु होला। म सिम्पली सेभ वाला अप्सनमा आउँछु। त्यसपछि हजुरले के ख्याल गर्नु भनेपछि हजुरले चाहिँ अब ब्यानर पनि लगाउन सक्नुहुनेछ। एकचोटि म युट्युब च्यानलमा गएर देखाइदिन्छु। हेर्नुहोस्, हाम्रो चाहिँ यहाँ खाली खाली देखेको छ, सबै त भयो, तर हाम्रो यहाँ एउटा ब्यानर भनेको छ। ब्यानर पनि लगाउन सक्नुहुन्छ। ब्यानर लगाउनको लागि चाहिँ यसमा आउनु होला। त्यसपछि यो माथि रेड कलरको आइकन रहेको छ, यस्तोमा यो मैले सेलेक्ट गरेको छु। यसमा चाहिँ क्लिक गरेर हजुरहरूले युट्युब च्यानलको लागि ब्यानर बनाउनु भएको छ भने ब्यानर चाहिँ अपलोड गर्न सक्नुहुनेछ। मैले चाहिँ ब्यानर लगाएन। हजुरलाई यो भिडियो कस्तो लाग्यो? भिडियोलाई मन पऱ्यो भने भिडियोलाई लाइक र युट्युब च्यानल सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजको भिडियोबाट म बिराउन चाहन्छु। जय नेपाल।